हेलो गाइज नमस्ते। तपाईँहरूले सुन्नुभएको होला हैन, मैदाको चाउमिन, आटाको चाउमिन। यो चाहिँ प्योर शुद्ध चामलको चाउमिन। यो चाहिँ साग सब्जी टमाटर अनि त्यसपछि क्याप्सिकम सिमी सबै हालेर बनाएको। यो चाहिँ प्योर भेज। अझै म यहाँ खाना गइरहेको छु। दामी छ यो। मिठो छ, बहुत मिठो छ। बहुत मिठो छ यो चाउमिन अनि नुडल्स जस्ताहरू चाहिँ सकेसम्म शुद्ध खाएको राम्रो। मैदाको भन्दा राम्रो, आटाको राम्रो, कोदोको, जुनिलो, फापरको, चामलको चाहिँ बेस्ट हो। एकदम मिठो छ। तपाईँहरू पनि यसरी खानु होला। ओके गाइज, बाइ बाइ।